आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो श्रमिक दिवसको अवसर पारेर कपडा बैंक बैतडीका तर्फबाट हामी दशरथचन्द नगरपालिकाको वडा नम्बर 4 को जर्गको चौडाला भन्ने ठाउँमा आइपुगेका छौँ, जहाँ दिदीबहिनीहरू गिट्टी कुटिरहेका छन्। ती दिदीबहिनीहरूको आजको दिवसको अवसर पारेर सम्मान स्वरूप शर्मको सम्मान गर्ने संस्कृतिको सुरुवात गर्नका लागि आज यी दिदीबहिनीहरूलाई सम्मान गर्ने, केही शब्दहरूद्वारा सम्मान गर्ने छ भने केही व्यवहारतः सलहरू उपलब्ध गराएर उहाँहरूको मुहारमा खुसी ल्याउने, उहाँहरूको सुस्वास्थ्यको दीर्घायुको कामना पनि गर्ने र उहाँहरूसँग केही सुख दुःखका कुरा पनि गर्ने हेतुले हामी यो ठाउँमा आइपुगेका हौँ। हामीले यो संस्कृतिको सुरुवात गर्न आज यो ठाउँमा आएका छौँ। आउँदा दिनमा पनि यसरी नै अगाडि बढ्नेछौँ। श्रम दिवसको सबैमा शुभकामना छ। सबै श्रमिकहरूको सुस्वास्थ्य उत्तरोत्तर प्रगतिका लागि पनि हार्दिक शुभकामना व्यक्त गर्दछु। राज्यले पनि श्रमिकहरूको जीवनस्तरलाई उकास्नका लागि प्रयत्न गर्नुपर्छ। आज हामीले कपडा बैंकले सम्मान गरेका छौँ। यी केही मुहारहरूमा खुसी ल्याउन, केही मुहारहरूमा हाँसो ल्याउन, केही दिदीबहिनीहरूलाई काम गर्नका निमित्त प्रोत्साहन स्वरूप आज यो अभियानको थालनी गरेका हौँ। यी दिदीबहिनीहरूलाई हार्दिक सम्मान छ र अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमा सम्पूर्ण श्रमिक वर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार। महेश दत्त भट्ट, कपडा बैंक बैतडी। ल तमोनलाई यो श्रमिक दिवसका अवसरमा सम्मान गरेको हो। खुसी भया, हाँसिरह्या, काम निक्करी गरे। एकदमै अप्ठ्यारो काम हुन्छ, रोडका किनारामा गिट्टी कुट्टे काम छ। निकरी काम गरे, एकदमै मेरो धेरै धेरै सम्मान छ। निकरी आफ्नो स्वास्थ्यको ख्याल गरेर रोडका किनारामा निकरी काम गरे। एकदमै सबलाई मेरो त व्यक्तिगत तर्फबाटै, कपडा बैंकका तर्फबाटै उच्च सम्मान छ।